कस्तो तर्साको तर्सायो भने माया बस्छ त्यति पनि बुझ्दिनस् त किन आकोस् नि होला कसैको पछि लाग्यो मुर्दा टोको किन तान्छस् तेरो काम नै के छ र लहर लहर हिँड्छ कसको पछि लाएर आइस् र कसको पछि लाग्नु भन्नु अगाडि त थिएस् तेरै पछि लागेर आएँ नि त्यसो भए बाटो खाली गरिदिनु त कसको लागि खाली गर्दैछ बाटो तेरै लागि आएको छु म मुर्दार जहिले नि जिस्किन आउँछ नरिसा नि नरिसा दामु काका कताबाट लुहुर लुहुर लौरो बोकेर तल खेतमा गएर आएको सुक्खा छ यसपालि धाँजा फाट्या छ रोपाइ त गरे त यसो पानीको तुर्को लाउनु सकिन्छ कि भनेर गतिलो पानी परेको छैन काका झिमझिम झिमझिम परेको छ त्यस्तै त हो नि हो बाबु अनि तिमी चाहिँ कता जानु लागेको कहाँ जानु र काका यसो तल पट्टिसम्म जान लागेको जाने मन त मलाई पनि हो तर पैसा छैन जाने मन छ भने पैसाको व्यवस्था म गरौँला नि काका त्यसो भए गइदिउँ कि के हो त्यसो भए जाम काका यसो ज्यान तताएर जाने भाइ जाउँ त नि ल छोटा भारी पर्यो पर्ख न एकछिन सँगै जाउँ नाइ दिदी मेरो घर काम छ अहिले म जान्छु के छ हौ त्यस्तो एकछिन पनि बस्न नमिल्ने पर्खन त नमिल्ने होइन दिदी घरमा खाना बनाउनु पर्छ यतिखेर के खाना बनाउँछौ खाना बनाउने बेला त भएको छैन अहिले बहिनी बाबाको फर्किने अवस्था छ कि छैन खै दिदी विदेश गएको पनि यत्रो वर्ष भयो म्यासेज छैन फोन छैन अहिले त आशै मरिसक्यो अब त फर्केलान् जस्तो पनि लागेन छोरीलाई छोडेर कता गए भरोसा नभए पनि आश गर्नुपर्छ भन्छन् एक दिन नि एक दिन फर्किनुहुन्छ होला नि आश त गर बहिनी के भर पर्छ खै दिदी हिजो अस्तिको भए पनि यत्रो दारू खानुमा भने सबै हो म हो पर तिम्रोमा थियो मेरो लडिस पछि लडिस तिम्रोमा थियो मेरो पचार गान सिमसिमे पानीमा झेले बेमान
का गर्छ लाग्छ क्या गर्छ कि जिन्दगानीमा सुन बाबु हजुर तँलाई मैले धेरै माया गर्छु मेरो छोरो मेरो होइन तिमी हो मेरो छोरो होइन 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 तपाईँको छोरा म होइन मेरो बाबा तपाईँ चले क्या लागेछ केटालाई म तेरो बाउ हुनु र त मेरो छोरो हुनु एउटै त हो नि कुरो होइन 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 अङ्कल तपाईँको छोरा म होइन तपाईँ मेरो बाउ हो लागेछ केटालाई लागेछ तर लागेछ लागेछ एक्स्ट्रा ट्यालेन्ट भनेको यस्तो ट्यालेन्ट छ मैले घर जाने बाटो यता आएन तपाईँको घरले यता हो तपाईँलाई म तपाईँको घरमै पुगाइदिन्छु भगवानको पात मायालुलाई सम्झन्छु त्यसको रात पानको पात काय हो तिमीलाई सम्झन्छु तिनको रात अर्जान्डी साला कस्तो मायालुको याद हराए रथी कामेटी हो जराए तपाईँले कि जहिले पनि पछि लान्छ कति पछि लाग्यो लाजै नभएको माया भरको पछि लागेको त माया गर्छु भनेर यसरी पछि पछि लागेको गाउँलेले देख्यो भने के भन्छन् मलाई तैँले कहिले सोचेको छस् के भन्लान् र केही गल्ती गरे होइन माया त गरेको हो तर म जति चोखो भए पनि गाउँलेले चोखो भन्दैन अरू माया गर्छस् भने तेरै घर लिएर जा हेर त्यति ठुलो सुख सुविधा त छैन मसँग दुःख सुख सँगै जिउनी बाँच्ने भए लैहाल्छु मायाले राख्यो भने केटी मान्छे जस्तो सुकै दुःख पीडा पनि सहन सक्छ साँच्चै र जान्छस् र मसँग लैजानेले आँट गरे जाने बा ए बा बाहिर आउनु त बा बा बाहिर आउनु त किन बोलाउँदै त्यसो छोरा के हो यो बा मैले त भगाएर ल्याएँ नि गाउँ समाजले के भन्ला अर्काकी छोरी यसरी भगाएर ल्याउँदा बा के समाज मन पर्यो ल्याएँ मैले घरका मान्छेले पनि कन्यादान गरेर पठाए त राम्रै हुन्थ्यो नि ठुलै बिहे गरेर रहर थियो नि बा के गर्नु यिनको घरमा पनि समस्या हाम्रो घरमा पनि समस्या छ हजुरले बुझिहाल्नु भएको छ अनि नानी तिम्रा घरका मान्छेले के सोच्ला मेरो त को छ र बाबा विदेश जानुभएको अहिलेसम्म फर्किनु भएन तपाईँलाई थाहा छँदै जे ल्याउनु ल्याइहालिस् जे पर्ला त्यही पर्ला त
आउनुभयो त? के भयो भने तिमीले बिहे पनि गरिसक्यौ, अब यो घर परिवार कसरी चलाउने होला भनेर सोचिरहेको छु। किन चिन्ता लिनुहुन्छ? दुवैजना मिलेर घर व्यवहार चलाउँला, यसरी चिन्ता नलिनुहोस्। केही न केही त उपाय होला नि त। सुन न बुढी, मैले त बरु विदेश जाने निर्णय पो गरेँ। के होला भन्नु त? अब त्यसको बारेमा नि सोच्नु पर्ला नि त। अहिले धेरै चिन्ता नलिनुहोस्। अरू 2-4 वर्ष विदेशमा गएर कमाउँला, कमाएर आएर अनि सँगै बसौँला, सँगै रमाउँला हुन्न र? त्यो पनि ठिकै हो। रात पनि छिपिसक्यो। सुतौँ बुढी, भोलि सल्लाह गरौँ न, है? हुन्छ बुढा। के हो काका, छोरो विदेश गएछन्, पैसा त लोड पठाउँछन् होला है? खोइ आफूले छोराले कमाएको रातो पैसा देख्न पाएन, पठाउँदो हो बुहारीलाई। बुढा उता छोराले पैसा पठाएर बुहारीले मोज गरिरह होला, यता बुढालाई सुक्खो पठाएको छैन। खोइ मोज गर्छ कि लुगा किन्छ कि मलाई कहिले देखाए पो थाहा हुन्छ। अस्ति ज्यादै तलतल लागेर अलिकति पिउनलाई बुहारीसँग पैसा मागेको, बुहारीले छैन पैसा सैसा भने के थाहा। पैसा लुकाउँछ होला नि, विदेश गएको मान्छेले पनि पैसा नकमाउने नपठाउने भन्ने हुन्छ। बुढा छोरो विदेश गइहाल्यो, बुहारी यता एक्लै छन्, बुहारीले पैसा तपाईँलाई एक सुक्खो दिने होइनन्। त्यसैले तपाईँको बुहारी हो भने भयो, होइन भने भयो। त्यसैले तपाईँ एउटा कुरा मान्नुहोस्। होइन मैले के काम गर्नुपर्ने हो त्यस्तो? के हुने हो र बुढा, तपाईँको बुहारी पनि एक्लै छन्, म पनि एक्लै छु, त्यो तपाईँलाई थाहा छँदैछ। यसो कहिलेकाहीँ त्यति गर्दा के हुन्छ र? थैट बाबु, आफ्नै बुहारीलाई त्यस्तो काम त के गर्नु हो? यसको बदलामा म तपाईँलाई रक्सीले नुहाइदिन्छु, बरु तपाईँ मेरो लागि त्यति गरिदिनुहोस्। होइन कुरा त्यो पनि ठिकै हो कि क्या? ल बाबु जे गर्छस् कर, तेरो इच्छा। ल काका, तपाईँ मलाई त्यति गरिदिनुहोस्, तपाईँलाई सधैँ रक्सी खाने व्यवस्था मैले गर्छु। त्यो त भइहाल्छ नि बाबु, म गरिदिइहाल्छु नि है। ल ल हेर, बुढाले जगेट त यहीँ बिर्सेर गएछ। मैले फर्केर बसेको छु तिम्रो घरमा। हेर न, मेरो आमा खोजेर Ah